हेलो, म चाहिँ भेक्टर क्यालकुलस बीएससी फर्स्ट इयरको भिडियो लिएर आएको छु। यो एक्सरसाइज 8 को 1 नम्बरको एक्सरसाइज हो। यो एक्सरसाइजमा हेर्नु, फाइन्ड ग्रेडियन्ट अफ द फंक्सन। ग्रेडियन्ट भन्दैछ निकाल्न। अब ग्रेडियन्ट निकाल्नको लागि के गर्नुपर्छ यो कुरा पहिला बुझौँ अनि सल्युसन गर्छु। ग्रेडियन्ट हो नि, त ग्रेडियन्टलाई म ग्रेड 5 पनि भन्छ क्या। ग्रेड 5 हुन्छ, एफ हुन्छ, जे हुन्छ, यहाँ 5 भने स्केलर हुन्छ, ग्रेड 5 हुन्छ। यसको फर्मुला हुन्छ ग्रेड 5 को हुन्छ फर्मुला डेल डट 5 हुन्छ। यो फर्मुला हुन्छ, यो कुरा बुझौँ। र डट यो डेल भनेको के हो? डेल भनेको पनि यहाँ छ। डेल भनेको डेल, यो नोट गर्नु, आई हुन्छ डेल एक्स प्लस आइजे डेल वाई प्लस के डेल वाई डेल जेड, यो कुरा हो। डेल भनेको यति कुरा हुन्छ डेल, अनि यो 5 भनेको भ्यालु हाम्रो क्वेसनमा भ्यालु दिएकै हुन्छ 5। ग्रेड 5 को भ्यालु फर्मुला हो, यो कुरा बुझ्नु। अनि यहाँ हेर्नु, ग्रेड 5 यो कुरा बुझ्नु पर्छ। अब हेर्नु, यसको ठाउँमा डेलको ठाउँमा यो पुरै म लेख्दैछु, आई डेल बाई डेल एक्स प्लस जे डेल वाई प्लस के डेल वाई डेल जेड हो। अनि डट 5 यो कुरा हो। अब त यो गुणा हुन्छ, गुणा गर्नु यसले, मतलब डट छ यहाँ, यो डट प्रोडक्टमा आए डेल 5 बाई डेल एक्स प्लस जे डेल 5 बाई डेल वाई प्लस के डेल 5 बाई डेल जेड। अब यो कुरा बुझ्नु पर्यो, हाम्रो ग्रेड 5 भनेको हाम्रो यति आएको छ नि। यो कुरा यो दिमागमा राख्नुपर्छ, ग्रेड 5 कसरी आयो भनेर। ग्रेड 5 आफ्नो मतलब 5 को भ्यालु यहाँ दिएको छ हामीलाई, क्वेसनमा 5 को भ्यालु दिएको छ। 5 इक्वल टू लग एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर भ्यालु दिएको छ। म 5 को जग्गामा यो यहाँ राख्न 5 को यहाँ छ, 5 को ठाउँमा के गर्ने, ग्रेड 5 निकाल्नको लागि ग्रेड 5 इक्वल टू आई डेल 5 को ठाउँमा के राख्नु पर्यो, लग एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर बाई डेल एक्स प्लस जे डेल लग एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर बाई डेल वाई प्लस के डेल लग एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर बाई डेल वाई भयो। यो के भयो, डेल जेड, यति भयो हो नि। यति कुरा बुझ्नु भयो। अब हेर्नु, लग यो कुरा बुझ्नु, डेल लग यु डिएक्स छ भने यसको फर्मुला हुन्छ 1 बाई यु अनि डियु बाई डिएक्स, यो फर्मुला हुन्छ। अब 1 बाई यु यहाँ के हुन्छ, लग एक्स, यो लग एक्स को ठाउँमा यु छ भन्ने बुझ्नु पर्यो। र 1 बाई यु भन्छ भने 1 बाई अगाडिमा आई छँदैछ एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर प्लस यो जे पनि अगाडिमा छँदैछ, यहाँ उठ्दैन जस्तो लाग्यो, यहाँ कुरा जेड अगाडिमा, यहाँ पनि जे अगाडिमा छँदैछ, के हुन्छ यहाँ हेर्नु, यो कुरा मिस्टेक भएको छ। 1 बाई एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर डियु गर्नु पर्यो, त डियु बाई डिएक्स, यहाँ हेर्नु त यु को ठाउँमा यो छ डियु, एक्स रेस्टमा गर्छु भने एक्स को रेस्टमा गर्छु भने यसलाई फेरि एक्स रेस्टमा गर्छु भने कति हुन्छ, 2x हुन्छ। कति हुन्छ यहाँ 2x हुन्छ। यो कुरा बुझ्नु पर्यो, प्लस 2x भयो प्लस। अब हेर्नु 1 बाई एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर, यहाँ पनि y छ, y को रेस्टमा यसलाई फेरि पार्शियल डेरिभेटिभ गर्छु भने 2y हुन्छ। पार्शियल डेरिभेटिभ गर्छु भने 2y हुन्छ। यहाँ पनि 1 बाई एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस जेड स्क्वायर, यसलाई पनि पार्शियल डेरिभेटिभ, जेड को रेस्पेक्टमा पार्शियल डेरिभेटिभ फेरि यु हुन्छ नि, पार्शियल डेरिभेटिभ गर्छु भने कति हुन्छ, 2z हुन्छ हो। यति कुरा बुझ्नु भएको होला। यति गयो 2z आइजे के एक्स स्क्वायर प्लस वाई स्क्वायर। हाम्रो आन्सर नै यही हो, हाम्रो आन्सर नै यही भयो। एउटा चाहिँ तपाईँले नोट गर्नु, राम्रोसँग नोट गर्नु यसलाई, हाम्रो आन्सर नै यही भयो। म नेक्स्ट पार्ट लिएर आउँछु। यो यसरी नै नेक्स्ट पार्ट तपाईँहरूले सपोर्ट गर्नुभयो भने मलाई
म सबै भ्याक्टर क्याल्कुलस डबल इन्टेग्रल सबै यसरी नै भिडियो हालिदिन्छु।